नमस्कार साथीहरू, आजको नेप्सी अपडेटमा स्वागत छ। आज बजार 2607.37 मा बन्द भयो। जम्मा 1.66 पोइन्ट अर्थात् 0.06ले मात्रै तल झर्यो। बजार हल्का प्रेसर सहित चले पनि मेजर ब्रेकडाउन भने आएको छैन। आजको इन्टरडे मुभमेन्टमा कस्तो भयो त? आजको इन्टरडेमा बजारले सुरुवातमै छिट्टै पुलब्याक देखायो। मध्यतिर बजारले हाई बनाएपछि सेलिङ देखा पर्यो र अन्त्यतिर फेरि बाउन्स आएर 2607 मा क्लोज भएको छ। यसले के देखाउँछ भने बजारमा बायर्स अझै हराइसकेका छैनन्। अब कुरा गरौँ डेली चार्टको। डेली चार्टको पहिलो रेसिस्टेन्स 2650 मा छ भने दोस्रो 2700 मा छ। यी दुई लेभल नै अहिले बजारको सबैभन्दा ठुलो बाधा बनेका छन्। 2650 माथि क्लोज आयो भने मोमेन्टम तात्ने सम्भावना बलियो छ। अब कुरा गरौँ सपोर्ट लेभलको। अहिले 2600 भन्दा माथि बजार टिकिरहेको छ। 2600 भन्दा मुनि नगएसम्म डराइहाल्नु पर्दैन। यदि 2600 भन्दा मुनि गएमा पहिलो सपोर्ट 2530 हुनेछ भने दोस्रो सपोर्ट 2480 हुनेछ। 2530 धेरै महत्त्वपूर्ण सपोर्ट हो। यो भन्दा तल गएदेखि फेरि कमजोर जोनमा जान सक्दछ। ट्रेन्ड लाइन माथि नै क्लोज भएकाले सर्ट टर्म ट्रेन्ड पोजिटिभ नै छ। आरएसआई 40 मा छ, न त ओभरबाउट न त ओभरसोल्ड। बजार न्युट्रल जोनमा रहेको छ। यो आरएसआईबाट के देखिन्छ भने बजार हेर्दै रियाक्सनमा चल्दैछ, कुनै एक्सट्रिम कन्डिसन छैन। त्यसै गरी भोल्युम घटिरहेको देखिन्छ, जसले ट्रेडर्स वेट एन्ड सी मोडमा भएको सङ्केत गर्छ। बिग मुभमेन्ट आउन भोल्युम पनि बढ्दै जानु पर्दछ। अब कन्क्लुजनमा जाउँ। समग्र बजार हेर्दा अझै 2600 र 2530 सपोर्टको बिचमा सुरक्षित छ, तर 2650 ब्रेक भए बुलिस सेन्टिमेन्ट बलियो हुनेछ र 2530 भन्दा तल गए बेयरिस प्रेसर आउन सक्दछ। त्यसैले कुन लेभल ब्रेक हुन्छ त्यो नै भोलिको डिरेक्सनको निर्धारण गर्नेछ। धन्यवाद। आजको भिडियोमा यति नै। सबैलाई नमस्कार।